भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउबा पत्नी आरजू राणालाई पक्राउ गर्न लागेको हल्लाका भरमा प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो। शरणार्थी प्रकरणमा मतियार मानिएका बेचन झा पक्राउ परे लगत्तै दही चिउरा खाने बहानामा केपी ओलीको बालकोट निवासमा पुगेका देउबा दम्पति र ओलीले नयाँ सत्ता समीकरण बनाएका थिए। त्यस लगत्तै केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा आरजू राणा परराष्ट्र मन्त्री बनेकी थिए। विश्वमा विरलै हुने घटना, संसदका पहिलो र दोस्रो शक्ति मिलेर सरकारको गठबन्धन बनाए। त्यसपछि प्रधानमन्त्री ओलीको दम्भ कुनै निरङ्कुश तानाशाहीको भन्दा कम थिएन। यी वैज्ञानिक आधुनिक विज्ञान र प्रविधिले सृजना गरेका अस्त्रहरूको प्रयोग गरेर हाम्रा विरुद्ध आउने कोसिस गरिरहेका छन्। त्यसलाई हामीले बुझेका छौँ, बुझ्न पर्दछ र हामी आफै त्यसका विरुद्धमा जुझ्न पनि पर्दछ। ओली नेतृत्वको कांग्रेस एमालेको सरकार आफ्नो आलोचना दबाउन र जनताको आवाज थुन्न लागि पर्यो। सामाजिक सञ्जाल बन्द र सञ्चार माध्यमलाई कसने रणनीतिमा सरकार लाग्यो। 7 दिनको अल्टिमेटम दिएछ, त्यो सही हुन्छ। हामीले सार्वजनिक आह्वान गरेका छौँ। हामीले उनीहरूलाई योभन्दा अगाडि धेरै पटक भनेका छौँ, आएको छैन। जो आउँदैन त्यो खारेज हुन्छ, त्यो चल्न प्रतिबन्ध हुन्छ। जो आउँछ उनीहरू चाहिँ हामी सहज रूपले चल्न चाहिँ वातावरण बनाउँछौँ। बाहिर भ्रष्टाचारीको अनुहार हेर्दिन भने प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलिया पुग्छन् भनेर सत्ता गठबन्धनको एक दल कांग्रेसका महामन्त्रीले सरकारमै हुँदा भनिदिएका थिए। बिचौलियाहरूको पहुँच चाहिँ प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो। अर्थात् कांग्रेस एमालेको सरकारले देशमा सुशासनको धज्जी उडाउँदै नाङ्गो नाच देखाइरहेको थियो। जसका विरुद्ध बोले भने साइबर क्राइमको व्यापक दुरुपयोग गर्दै मुद्दा चलाइन्थ्यो। शक्तिको अस्त्रीकरण गरेको थियो ओली सरकारले। कांग्रेस एमालेको सरकार हुँदा कुनै अपराधको आरोप लागेका कांग्रेस एमालेका नेता कार्यकर्तामाथि न अनुसन्धान भयो न कारबाही। केवल विपक्षीमाथि प्रहार बाहेक ओली नेतृत्वको सरकारले सम्झिन लायक काम केही पनि गरेन। प्रधानमन्त्रीज्यू, घुसको डिल गर्ने, मानव तस्कर गर्ने, मन्त्रीहरूलाई संरक्षण गर्ने अधिकार कसले दियो? कहाँ छ प्रधानमन्त्रीको यो सुशासन आयोग? तपाईले तत्काल तपाईको मन्त्रीलाई बर्खास्त गर्नुस्। बरु सरकारमै भएका तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले अर्का सहकारी मन्त्री बलराम अधिकारीको नाम लिएरै पोखराको लिची बोर्ड जग्गा प्रकरणमा लाखौं डिल गरेको अडियो नै सार्वजनिक भयो। बलरामले उसँग पैसा खाइसकेछ। जुन औँलामा पिक लाग्छ त्यही औँलो झर्छ। पूर्व भूमि सुधार मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहित बिचौलियासँग मन्त्री डिल गरे। मेरो एउटा मान्छे नबनाइदिनु भन्नु त। मेरो आवाज छ, थोरै कहीँ मेरो आवाज छ। ओली सरकारले एकजना मन्त्रीलाई राजीनामा गराउनु बाहेक थप कारबाही गरेन। उनी मात्र होइन, ओली सरकारले कांग्रेस एमालेका नेताहरूलाई कसरी जोगाए भन्ने बुझ्न हामीले तयार पारेको यो रिपोर्ट हेर्नुहोला।